हेलो गुड मर्निङ साथीहरू, सबैजनालाई स्वागत छ। तपाईँहरू के कस्तो हुनुहुन्छ? सन्चै आरामै के छ? म पनि एकदम ठिकठाक छु भन्नु पऱ्यो। म चाहिँ अब 2-3 दिन काम रोकिएपछि फेरि आज काम सुरु स्टार्ट गर्न आइसकेको छु। हाम्रो कामको गति चाहिँ अब यो तरिकामा भइसकेको छ, हेर्न सक्नुहुन्छ। माथि पनि बाडिसक्यो, तल पनि बाडिसके सकिसक्यो भइसक्यो काम चाहिँ। अब धेरै त छैन अब काम चाहिँ। यो लुक्समा थाहा भएर चाहिँ हेर्न सक्नुहुन्छ, टक्क लाएर यो स्थिति यो डिजाइनमा आइसकेको छ। यहाँ चाहिँ यो कोठा बन्दैछ। यहाँ किचन कोठाको अब यही ढोका हाल्न बाँकी छ, क्या सब रेडी भइसक्यो। हेर्न सक्नुहुन्छ टक्क लाएर यहाँ शान्ति हजुरको घर। किन नउठाएको अघि फोन? यहाँनिरबाट भर्याङ बनाउनको लागि चाहिँ मैले ठाउँ बनाइसकेको छु। ल साथीहरू यसो काम गर्ने बेलामा देखाउँ ल। आफै त्यसो भुइँमा सरसर काट्ने हो कि यसो त भन्नु। ल है साथीहरू, फाइनल्ली आज हाम्रो लगभग गेटहरू राखिसकिया छ। अब मेन गेट मात्र बाँकी छ। अगाडि जति मन छ ढोका लगाउनुहोस् एकचोटि। ए एउटा यस्तो भइहाल्यो। यताको लगाइ हेरौँ त ल कस्तो छ। ल झेल बस्ने कहाँ अरे हाम्रो एउटा भोलि फुकाल यहाँ बस्छ। एउटा यो रुमको बसिसकेको छ। यसको फेरि गालाहरू हाल्नै बाँकी छन्। एउटा पार्टिसन बाँकी छ। बाँकी चाहिँ हाफ कोठाबाट यतापट्टि फाइनल्ली सकियो। अब सरा हाल्न बाँकी त छ छन् त। यहाँ चाहिँ मेन गेट बनाउनै बाँकी छ है। ल अब हामी दुई भाइ चाहिँ यत्र अब लाग्यो घरतिरको। अब फेरि भोलितिरको भिडियोमा जोइन गरौँ ल। ल भाइले उहाँनिर नाप्दैछन्, बनाउँदैछन्। म चाहिँ यहाँनिर रातनी यतायति गर्न लागिरहेको छु। भर्याङ बनाउने हाम्रो आज काम चलिरहेछ। आज भर्याङ बनाएर फिटिङ हुन्छ होला सायद। फिटिङ भयो भने म देखाइहाल्छु। त्यसपछि खाटसाट बनाउने भन्ने प्लान छ। भाइ उता बसिरहने के अरे। घर चाहिँ यो लुक्समा आइसकेको छ। अब ढोका पनि हालिदियोस्। हिजो सबै सकियो ढोका हालेर पनि। अब अहिलेतिर देखाउँला है त फेरि काम। स्ट्यान्ड होला सँगै गोप्रो। त्यहाँ भन्दा उताको पाइँदै पाइन्न। कति रियल? त्यो 2025को लिएर त त्यस टिकटिके मोबाइलले जति नि खिच्दैन। यो माया भनेर कति पिस काट्यौ? ल ठिक छ। साथीहरू फाइनल्ली खाजा खाइसकेपछि हाम्रो खास भर्याङ पनि रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ टक्क लगाएर भर्याङ रेडी भइसक्यो। यो अवस्थामा छ। अब चाहिँ यसलाई फिटिङ गर्नुपर्ने छ। विमल सर वहाँनिर पानी खाँदै बस्नुपर्छ र अब हामी फिटिङ गर्छौँ। फिटिङ गरिसकेपछि म तपाईँलाई देखाउँछु। फिटिङ हुने ठाउँ पनि देखाइदिनु पर्छ तपाईँलाई एकचोटि।
घरको मुलीले खाँदै हुनुहुँदो रहेछ। यहाँ यो जुन अहिले आगो फुकिरहेको ठाउँबाट यहाँ माथि जाने त्यहाँबाट माथि जाने बनाउन लाग्यो हो। अनि सधैँ पनि कामहरू गर्ने बाँकी त छन्। अब आज यता सबै काम सकिन्छ, फिनिस हुन्छ। आज गरालो सरालो यताउति राखेर ह्यान्डलहरू सब ओके हुन्छ। फाइनल्ली अब हाम्रो खरगोश लाउने काम भइसकेको छ। खरगोश लाउने काम यहाँ यसरी राखी लगाएर विमल सरले यहाँ खोल्दै हुनुहुन्छ। फुट्यो नि केही हुन्न अगाडि, फुट्यो नि केही हुन्न। यही पोजिसनमा बसेर काट्दै हुनुहुन्छ, खोल्दै हुनुहुन्छ भनौँ। यसो हतियार यसरी राख्नुहुन्छ। फेरि यहाँ मैले खर्कास सर्कास लगाएर कलम लगाएर राखिसकेको छु। मेरो चाहिँ नि अब एउटा पिस बाँकी छ यहाँ खर्कास लगाउने। फेरि अर्को खाटको डाँडाहरू नाप्न बाँकी नै छन्, नाप्छु। त्यसपछि अनि अब अहिले यसो काट्ने बेला यताउति भएछ भने देखाउँछ, नभए चाहिँ यसो झलाकझुलुक भिडियो बनाइराखिन्छ। त्यही नै हो। केही भन्न खाएर विमल? केही छ नि भनौँ के अरे? हिले हेर्न सक्नुहुन्छ वहाँनिर छ। ल साथीहरू फाइनल्ली अघि हाम्रो जतिसम्म काम भएको थियो त्यो काम मैले तपाईँलाई अपलोड गराइसकेको छु। र फाइनल्ली अब हाम्रो यताउति मानी काटेर चुल्हा खोलेर चाहिँ सबै काम रेडी भयो। अब चाहिँ हामी जोड्नलाई तयारी अवस्थामा बसिरहेछौँ अथवा तयारी गरिरहेछौँ। हेर्न सक्नुहुन्छ टक्क लगाएर मैले रेडी गरेर राखिसकेँ। यसरी टक्क रेडी भएर बसिसकेको छ। फेरि अब यति फिटिङ हुन्छ। अब हाम्रो फेरि उता अर्को हाटको लागि फेरि उता रेडी हुन लागेको छ, त्यो पनि खोल्ने काम चलिरहेछ। काम गर्दा गर्दै अब बोर्डलाई गीत पनि सुन्न पऱ्यो, गीत पनि बजाइरहेछौँ, सुनिरहेछौँ। ल साथीहरू अब म जोडिसकेपछि कस्तो भन्छ अनि देखाउँछु ल। समातम नै जाना साथीहरू फाइनल्ली हिजो देखाएको बनाउनु लागेको खाट चाहिँ आज यही हो। यो कम्प्लिट भयो, हेर्न सक्नुहुन्छ टक्क लागेको। एउटा यो खाट चाहिँ रेडी भयो। ल साथीहरू भित्रको चाहिँ जुन ठुलो खाट थियो घर यो चाहिँ सानो खाट, दुईवटा खाटहरू हामीले रेडी बनाएको चाहिँ यो हेर्न सक्नुहुन्छ टक्क लगाएर। यो खाट हो, यसरी बनाइएको छ। ल यो लुक्समा छ।